एकजना महिला रेवती शाह गर्भवती थिइन् अथवा चाहिँ नि उनी डेलिभरी गराउन हस्पिटल जाँदाखेरि चाहिँ उनको उपचारको क्रममा मृत्यु भएको छ र उहाँहरूको एउटा गम्भीर आरोप छ कि यो चाहिँ हस्पिटलको लापरवाहीले गर्दाखेरि चाहिँ हाम्रो मान्छेको निधन भयो भनेर उहाँहरूले आवाज उठाउनु भएको छ र के कारणले चाहिँ निधन भयो भन्ने विषयमा यतिखेर चाहिँ निरन्तर के शाह भन्नुभयो निरन्तर रेवती शाहलाई रेखदेख गर्ने दिदीहरू हुनुहुन्छ उहाँहरूसँग कुराकानी गर्छौँ अबको क्रममा। यहाँलाई नमस्कार, नाम भनिदिनु त तपाईँहरूको? लक्ष्मी लिम्बू है। तपाईँ रेवती लिम्बू शाहसँग बस्नुभएको थियो डेलिभरीमा रुँगेर है, के भएको थियो भनिदिनु त? हामी चाहिँ जाँदा सुरुमा 10 बजीतिर यहाँबाट गएको घरबाट जाँदाखेरि लगभग 1-1.5 घन्टासम्म चाहिँ कुनै पनि क्लियर भएन। नर्सहरूले हामीले कतिचोटि रिक्वेस्ट गऱ्यौँ बिमारीलाई अलिकति हेरिदिनुहोस् भनेर, बिमारीको लागि नि अलिकति रिक्वेस्ट गऱ्यौँ क्या नर्सहरूको लागि। उहाँलाई भन्यौँ बिमारी एकदम छटपट्टिमा हुनुहुन्छ, उहाँलाई अलिकति हेरिदिनुहोस् भन्दाखेरि नर्सहरूले अलिकति झर्को फर्को गर्ने सन्किने त्यस्तो गर्नुभयो। जस राम्रो व्यवहारले बोल्नु भएन, उहाँहरूले बोल्नु भएन। चिन्नुहुन्छ उहाँहरू? हस्पिटलमा आउँदा के भन्नु अरे हामी किन तिमीहरूले ल्याएको घरैमा के भन्नु? हजुर उहाँ के अरे उहाँ बिमारी जुन खस्नु भयो नि उहाँको सासू मम्मीले भन्नुभयो मेरो बुहारी एकदम छटपटिरहेको छ, अलिकति हेरिदिनु न सिस्टर भन्दाखेरि हामीले हेरिरहेको छौँ त, 4औं पटकको बच्चा हो, आफै हुन्छ डेलिभरी, औषधिहरू कुनै पनि दिनु पर्दैन। अब पानी दबाई पानीहरू यति एक झोला किनाइरहेको छ है, राखिरहेको छ त्यो बेड छेउमा, तर कुनै पनि युजै गरिरहेको छ। जस्तो रेवतीलाई व्यथा लागिरहेको थियो त्यतिखेर लागिरहेछ। अनि हामीले भन्दा चाहिँ उनीहरूले भने 4औं पटकको हो यो, 4औं पटकमा आफै हुन्छ, कुनै पनि औषधि युज गर्नु पर्दैन, हामीले दिनु पर्दैन भने होइन त्यति उयो भइरहेको छ, घरमै भइहाल्थ्यो नि त। हामीले हस्पिटल ल्याउनुको कारण चाहिँ के त अलिकति राम्रो होस् भनेर न हो तपाईँहरूले भन्नुभयो? हजुर। अनि त्यसो यो कुरा चाहिँ तपाईँलाई कसले नर्सले भने? नर्स होइन हामीले चाहिँ भन्यौँ होइन तपाईँलाई चाहिँ नर्सहरूले चाहिँ नर्मल हुन्छ भन्यो। त्यही भन्नुभयो। अब 3 चोटि भइसकेको रहेछ, 4औँमा त आफै पनि हुन्छ भन्नुभयो। तीनटा बच्चा अगाडि नै रहेछ। त्यस्तो हुँदैन नि त। अनि मलाई भन्नुभयो त्यसरी नभन्नु, यसरी बिमारीलाई हेरिदिनुहोस् भन्दाखेरि तपाईँ जान्ने भए तपाईँले आफै गर्नुपर्थ्यो घरमा, यहाँ किन ल्याउनु भएको? तपाईँहरूलाई दुर्व्यवहार भयो होइन त्यहाँनिर? कुन हस्पिटल नाम भन्नु त? रङ्गेलीको यही हस्पिटल। रङ्गे के नाम हो हस्पिटलको? रङ्गेली सरकारी हस्पिटल होइन? ए जस्तो यो उपचार चाहिँ इमर्जेन्सीमा भइरहेको थियो होइन? जस व्यथा लागिरहेको थियो दबाई चढाउनु पर्दैन भनेर नर्सहरूले भन्नुभयो है। अनि त्यसपछि के भयो भनिदिनुहोस् त? त्यही नर्सहरूले अब त्यति राम्रो केयर पनि गर्नु भएन, हामीले भन्दाखेरि त्यस्तो खालको जवाफ पनि दिनुभयो। हजुर। अनि अरूलाई पनि त्यस्तै खालको व्यवहार गरिराख्नु थुप्रै हुन्थ्यो त्यहाँनिर डेलिभरी केस। थाहा छ नर्स नाम के हो? नाम थाहा भएन है। अनि भन्नु त? अनि त्यही अब लगभग 3-4 घन्टासम्म हामीले त्यहीँनिर राख्यौँ। क्यानल चाहिँ लगाइदिनु भयो, त्यसमा एउटा सुई लगाइदिनु भयो, त्यसपछि कुनै अब त्यो पेन किलर हुनसक्छ त्यस्तै लगाइदिनु भयो। अनि त्यतिकै बिमारी छटपट्टि राख्नु भएको थियो। अनि त्यसपछि 5-6 बजे लगभग म घर पनि आएँ। हजुर। त्यहाँदेखि चाहिँ मलाई बिहान 10 बजेदेखि तपाईँ 6 बजेसम्म अस्पतालमै हुनुहुन्थ्यो? हजुर अस्पताल। जे 6 बजेसम्म व्यथा लाग्यो रेवतीलाई है। अनि कतिखेर चाहिँ तपाईँको चाहिने उनलाई होइन अपरेसनको लागि तयारी गरियो अथवा चाहिँ कतिखेर यो अपरेसन गर्नुपर्ने वातावरण कतिखेर मिलेछ, कतिखेर भएछ? उहाँहरूले त भन्नुभएर चाहिँ नर्मल हुन्छ, नर्मल केस हुन्छ भन्ने कुरा गर्नु भरे अपरेसन भएछ। हजुर त्यो मेडिसिनहरू दिनुपर्छ पर्दैन भन्दाखेरि केही दिनु पर्दैन, नर्मलै हुन्छ भन्नुभएको थियो। अब पछि गएर अपरेसन भयो, अपरेसन भएर फेरि यस्तो नराम्रो पनि घटना भयो। उहाँले अब त्यो नर्मल हुन्छ भन्नुको कारण के? अनि फेरि अहिले पछाडि यस्तो घटना भयो। तपाईँहरूको गुनासो चाहिँ अब केमा छ त अहिले? गुनासो त त्यही छ, अब डक्टरहरूले नसक्ने काममा हात लाउनु भयो। नसक्ने काम त भन्नु पऱ्यो, सकेको भए त सक्सेस हुन्थ्यो नि। जस बिरामीको केयरिङ राम्रो गरिदिनु भएन भन्ने गुनासो है? केयर राम्रो भएन। अब उहाँहरूले अपरेसनै गर्नु पर्थ्यो भने पनि हामीले 10 बजी लाँदाखेरि उहाँहरूले केही मेडिसिनहरू दिनु पर्थ्यो नि। हजुर हजुर। जस्तै अब सुगर चेक हुन्छ, ब्लड चेक हुन्छ होइन, भिडियो एक्सरे हुन्छ, त्यसमा बिचमा अब 3-4 घन्टा त सिलिङ पानी नै चढाइन्छ अपरेसनभन्दा अगाडि। अब 10 मिनटभित्रमा अपरेसन गर्नुपर्छ भनेर एकैछिन भन्यो त, एकैछिनमा तपाईँको चाहिँ डिसिजन उहाँहरू दिनुभयो त मिनेटको टाइम मात्रै। जस्तो अब यो जुन अपरेसन जुन यो डेलिभरी एकदम डेन्जर केस हो होइन, त्यो डाक्टर साहबलाई राम्रोसँग थाहा छ यो कुरा, तर त्यो हुँदै गर्दाखेरि अगाडि नै पूर्व तयार त गर्नुपर्ने हुन्छ नि त तपाईँहरूलाई होइन? ब्लिडिङको कुराहरू हुन्छ, ब्लडहरू चाहिँ तयारी अवस्थामा राख्नुपर्ने होइन, कुन ब्लड ग्रुप हो उहाँको त्यो तपाईँहरूलाई जानकारी दिनु भएन? केही छैन जानकारी। 10 मिनटभित्रमा अपरेसन गर्नुपर्छ, नभए बच्चा बच्दैन भन्छ।
अब 10 मिनेटको टाइम मात्रै दिएको अगाडि नर्मलै हुन्छ केही मेडिसिन दिनु पर्दैन भनिरहेको 10 मिनेट भित्रमा अपरेसन गरेन भने ठिक छ यो प्रष्ट रूपमा बुझ्न सकिन्छ कतै न कतै हस्पिटल ठुलो यहाँ कमजोरी देखियो है अहिले उहाँको निधन पनि भइसक्यो है बच्चाको अवस्था के छ बच्चा अहिलेसम्म राम्रै छ ठिकै छ अब यसको जवाब चाहिँ के दिनु भयो त डाक्टर साहबहरूले अब त्यस्तो केही जवाफै पाएछ अनि तपाईँहरूले क्वेसन गर्नु भएन त्यति बेला हामीलाई नर्मलै भएको भनेको होइन मतलब यो जुन घटना त घट्यो नि त होइन के भएर चाहिँ घट्यो अरे क्या के भएर निधन भयो उहाँको के भएर के भनेको छ होइन बिल्डिङ बढी भयो त्यो ब्लिडिङ त बढी रोकिएन भनेर तर त्योभन्दा अगाडि उनीहरूले त्यो जब 1 पाउन्ड लाउँदाखेरि बिरामीको अवस्था त थाहा हुन्छ नि त 1 पाउन्ड लगाइसकेर फेरि तुरुन्तै अर्को पाउन्ड पनि मागे गरे त्योभन्दा अगाडि उनीहरूले जब उनीहरूलाई त थाहा छ नि त त्यति बेला भन्नुपर्छ कि तपाईँहरूको बिरामी अलिक यहाँनिर हाम्रो साधन छैन सुविधा छैन तपाईँहरूले चाँडो सक्दो लानु भनेर भन्नुपर्छ नि त एउटा त्यति बेला भए पनि हाम्रो आफ्नो मान्छे बचाउँथ्यौँ नि त त्यो पनि छैन एक्कासी उनीहरूले के अरे ब्लडले औषधिले त्यो औषधि पनि उनीहरूले फेरि युज गरेको छैन राखेकै छ अनि ब्लड चाहिँ चढाउने फेरि अब 2 पाउन्ड लाग्यो गरेपछि आइसी रुमको व्यवस्था हुनुपर्छ त्यो हामीलाई थाहा थिएन त्यो छैन भने त्यो त अनिवार्य हुन्छ नि त्यो त 10 मिनेटको टाइममा हामीले अर्को अस्पताल लाने समय पनि मिलेन ठिक छ त्यो जुन अब के नाम भन्नुभयो रेवताको एकदम गम्भीर अवस्था एकदम नाजुक भइसकेको थियो डाक्टर साहबहरू त्यतिखेर चाहिँ यहाँबाट लगिहाल्नु भन्ने खालको कुरा के प्रब्लम देखाउनु भयो अथवा पैसा दिने गाडी नै पठाइदिने हुन्छ नि त्यस्तो भयो कि भएन आफै चढेर हाम्रो ज्वाइँले के भन्नुभएछ अरे भने अब अगाडि पनि भन्नु भएन मसँग पैसा पनि छैन भन्नुभयो अरे हुनु त साथमा थिएछ पैसा होइन हामीले पैसा पनि दिन्छौँ तपाईँहरूको बिरामी लानुहोस् भनेछ त्यसो भन्दाखेरि मलाई अब यति अगाडि नै भन्दा हुन्थ्यो मलाई एकजना तपाईँहरूले नर्स दिनुपर्छ भनेर भन्नुभयो अरे ज्वाइँले अनि त्यति बेला हुन्छ भनेर नर्स र डक्टर 2 जना थियो भन्ने जस्तो लाग्यो 2 जना चाहिँ दिनुभयो अरे अनि पर पुऱ्याएपछि हस्पिटल पुऱ्याएपछि फेरि के गर्यो अरे भने तिनीहरूले के अरे खोइ के गरिदियो त्यहाँदेखि उनीहरू त म गएँ अब तपाईँहरूको बिरामीलाई राम्रो गर्नु केही नभनिकन सट्टै त्यो जुन एम्बुलेन्समा गयो त्यो एम्बुलेन्समा फर्केर आयो भनेपछि अब त केही त भनिराखेर होइन हामी गयौँ अब तिमीहरूको बिरामी राम्रो गर अथवा भएन केही नभनिकन थपक्क त्यही एम्बुलेन्समा भयो नि कि गएसम्म पनि भनेन रहेछ उनीहरूलाई थाहा थियो त्यही कारणले भाग्यो अब त्यही त भन्नु जे रेवतीको अवस्था चिन्ताजनक भएपछि उहाँहरू आत्तिनु भयो होइन त्यो राम्रो कुरा पनि हो किनभने यहाँबाट शिफ्ट गरेर त्यो उपचार गर्नु त राम्रो कुरा हो तर उहाँहरूको त्यहाँ अन्तिम अवस्थामा चाहिँ उहाँहरूले चाहिँ आफ्नो घटना लुकाउनलाई अथवा चाहिँ यो घटना नघटोस् भन्नको लागि चाहिँ यहाँबाट रेफर गरेको पठाइयो भन्ने कुरा चाहिँ यहाँ बुझिँदैछ है त्यही हो तपाईँहरूको गुनासो त्यही हो नि त होइन किन त्यो अपरेसन गर्दा बिल्डिङ धेरै भएको हो कि त्यो बेथाले चेप्दा बिल्डिङ धेरै भएको कि अनि उनीहरू डक्टरहरूले भनेन अनि नर्मलै भयो भने अनि डक्टरहरूले भनेन के कारण तपाईँहरूले सोध्नु भएन के कारणले चाहिँ ब्लड यति धेरै गयो भनेर सोध्नु भएन सोद्धाखेरि ब्लिडिङ भइरहेछ अपरेसन होइन पाठेघर फुटो भन्नु अरे अनि पछाडि चाहिँ त्यसो चाहिँ फुटेको छ तपाईँहरूले यहाँनिर हामीसँग व्यस्त छैन चाँडो लैजाउँ भन्नु अरे त्यो भन्दा मेरो भन्ने चाहिँ के भने अगाडि जुन 1 पाउन्ड लगाएपछि थाहा हुन्छ नि त उनीहरूलाई अथवा उनीहरूले काम बिगारेको थियो भने पनि अब उनीहरूलाई थाहा छ हामीलाई त थाहा छैन नि त हाम्रो बिरामी राम्रै होला गर्दै होला भन्ने हुन्छ नि त जब थाहा पाएपछि हाम्रोमा यहाँ यस्तो व्यवस्था छैन त्यस्तो पनि हुनसक्छ बिरामी चाँडो लैजाउँ भनिदिएर अथवा तिमीहरूले लैजाऊ भनिदिएको भए पनि त हाम्रो मान्छे बाँच्थ्यो 10 मिनेटको ढिलो अलिक राम्रो ठाउँमा लगाउन सकिन्थ्यो हस्पिटलमा पुर्याउँदाखेरि ढुकढुकी केही थिएन अरे 10 मिनट अगाडि ल्याइदिएको भए पनि हाम्रो मान्छे के अरे तिमीहरूको मान्छे बनाउन जे सक्थ्यौँ होला भन्ने उपचार सम्भव हुन्थ्यो भनेर भन्नुभयो कुन हस्पिटलमा नोबेलमा होइन के अरे विराट नर्सिङमा लानु चाहिँ नोबेल लानु खोजेको अरे अब बिरामीले कापु भन्यो कटरी कि कापु हुँदाखेरि हातखुट्टा बोल्नु सोल्नु सबै छोडेपछि चाहिँ बरु एकपल्ट यिनेर निकालिहालौँ होइन यो हस्पिटल नजिक भएको बेला भनेर ती निकाल्दाखेरि तर अगाडि नै प्राण छोडिसकेको रहेछ जस्तो यहाँबाट चाहिँ बोल्दै गएको हो बिरामी हजुर ए त्यसो त अब भगवान हुनुहुन्छ डक्टरहरू जिउँदो भगवान हो उहाँहरू है तर कतै न कतै कहिलेकाहीँ कमजोरीले गर्दा अथवा चाहिँ उहाँहरूको लापरवाहीले गर्दाखेरि चाहिँ यसरी मृत्यु हुन्छ यो बुझ्न सकिन्छ उहाँहरूले पीडित पक्षले तपाईँहरूलाई के लाग्छ डक्टरको लापरवाहीले गर्दा मृत्यु भएको हजुर त्यो त सरासर हो अनि तपाईँहरूलाई त्यस्तो लाग्छ भने प्रहरी प्रशासनतिर चाहिँ उजुरी दिनुभयो कि भएन दिनुभएको ए उजुरी परिसकेको अनि डक्टरहरू त्यो अस्पतालमाथि जुन डक्टरले अपरेसन गर्यो उहाँमाथि चाहिँ अनुसन्धान हुँदैछ छैन के भन्छ प्रशासनले
त्यो त अब त्यसको बारेमा त छैन। खालि उनीहरूको के छ भने हामीले किरियाकाज त्यही दिन दिएछ 30,000। अहिले के कुरा हुँदै थियो भने योभन्दा अगाडि चाहिँ अब अघि चाहिँ के भन्दै थियो अरे भने के अरे किरियाकाज चाहिँ त्यो अस्ति जुन 30,000मा नै मिलाउने कुरो भएछ। यहाँ हाम्रो दुनियाँ अब साथीहरू भाइहरू आएपछि चाहिँ अलिकति त्यो मेयर साहब पनि 2 बजेको टाइम दिनुभएको अरे, 2 बजे पनि होइन 3 बजे आउनु भयो होला। हाम्रो त्यही त हो, नेता होस् चाहे जो होस् टाइम त त्यही हो नि होइन। अनि उहाँले खोइ अब पछाडि एउटा अलिकति राखेको रहेछ क्या ठाउँ चाहिँ, अब पछाडि मेरो साहबले मिलाउनुहुन्छ भनेर भन्नुभएछ। अनि मेरो साहब हुनुहुन्न थियो अरे, कहाँ दिल्ली कि कहाँ जानुभएको थियो अरे। अनि अब उहाँले केही दिनुहुन्छ राहत भनेर भन्नुभएको छ अरे। अब त्यो पनि अब अगाडि चाहिँ त्यो पनि पहिलाकोमै सल्टाउने जस्तो कुरो भएको छ। अब अहिले भित्र जानुभएको छ, के भन्नुहुन्छ अहिले अब बाहिर निक्लेको ठिक छ। अब यो स्थानीय सरकारले पनि होइन सम्बन्धित निकायले नि यो घटना एकदम निन्दनीय छ, अलिकति स्पष्ट के अरे छानबिन गरिदिनु होला है। बाँकी कुराकानी हामी भित्र छलफलमा हुनुहुन्छ, उहाँहरू बुद्धिजीवी व्यक्तित्वहरू हुनुहुन्छ, स्थानीय सरकारहरू हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ। अरू के भन्नु छ अन्त्यमा? अन्त्यमा त्यही हो, अब बच्चाहरू सानो उनीहरूको लागि अब न्याय चाहियो, त्यही त हो हाम्रो। सानो छ है, कतिजना छ बच्चा? 3-4जना है, भर्खरै जन्मेको छ अहिले त है। होइन प्लिज पर्दैन हजुर। सानो बच्चा छ 3जना। कति वर्षको छ नि? एउटा एकजना 12 वर्षको छोरी, एकजना 9 जना, अनि 9 वर्षको, एउटा 7 वर्षको। अहिले भर्खरको अब ठिक छ। यो पनि अब यो बच्चाहरूको लालन पालनदेखि शिक्षा स्वास्थ्य सबै कुरा चाहिँ स्थानीय सरकारले जिम्मा लिनुपर्छ है। सिधा कुरा हस्पिटलले पनि यसलाई चाहिँ होइन रेखदेख गर्नुपर्छ अथवा संरक्षण गर्नुपर्छ है। बाँकी कुराकानी हामी उहाँहरूसँग कुराकानी गर्छौँ अब क्रममा।